2026 को अन्तिममा हामीले एभेन्जर्स डुमडे हेर्न पाउनेछौँ र एभेन्जर्स डुमडेमा रबर्ट डाउनी जुनियर र क्रिस एभन्स रिटर्न हुनेवाला छन्। तर यो मुभीमा रबर्ट डाउनी जुनियरले नयाँ क्यारेक्टर खेल्ने भएका छन् डक्टर डुमको भने क्रिस एभन्सको पनि क्याप्टन अमेरिकावाला क्यारेक्टरमा केही नयाँ ट्विस्ट आउनेवाला छ। तर म यिनीहरूको अहिलेको क्यारेक्टर होइन, पुरानो क्यारेक्टर टोनी स्टार्क र क्याप्टन अमेरिकाको क्यारेक्टरको बारेमा केही सोचिरहेको थिएँ र यो दुईवटा क्यारेक्टर मध्ये चाहिँ कुन क्यारेक्टर चाहिँ अलिक सेल्फलेस छ र कुन क्यारेक्टर चाहिँ अलिकति सेल्फिस टाइपको छ भनेर। सरफेसली हेर्दाखेरि क्याप्टेन अमेरिका चाहिँ एकदम धेरै सेल्फलेस टाइपको छ र मान्छेहरूको मद्दत गर्छ भन्ने बुझिन्छ। सिभिल वारमा उसले बकीको हेल्प गरेको थियो र इन्ड गेममा पनि एक्लै हुँदाखेरि पनि ऊ थ्यानसको अगाडि लड्न तयार भएको थियो भने टोनी स्टार्कको क्यारेक्टर चाहिँ अलिकति सेल्फिस टाइपको हो जस्तो लाग्छ, किनकि ऊ एकदम धेरै रिच छ, एरोगेन्ट छ र इन्ड गेममा लास्टमा टाइम हाइस्ट गरेर आधा मान्छेहरूलाई फेरि फिर्ता ल्याउँ भन्दाखेरि पनि उसले सुरुमा मानेको हुँदैन, किनकि उसको परिवार उसँग छ र उसले अलिकति आफ्नो परिवारको प्रति माया देखाएर अलिक सेल्फिस हो कि जस्तो देखाउँछ। तर डिपली दुइटैको क्यारेक्टरलाई स्टडी गर्दा र अहिलेसम्म भएको इन्सिडेन्टहरूलाई स्टडी गर्दाखेरि क्याप्टेन अमेरिका चाहिँ अलिकति सेल्फिस टाइपको क्यारेक्टर जस्तो लाग्छ भने टोनी स्टार्कको क्यारेक्टर चाहिँ सेल्फलेस र एकदम हिरोइक टाइपको लाग्छ मलाई। यो कुराको प्रुफ धेरै इन्सिडेन्टहरू छ। जस्तै पहिलो पोइन्ट, एभेन्जर्स भन्ने मुभीमा जब टोनी स्टार्क र ब्रुसले अर्थलाई प्रोटेक्ट गर्नको लागि बाहिर एउटा सिल्ड बनाऊ भनेर भन्छन्, त्यो उनीहरूले अर्थको मान्छेहरूलाई बाहिरको एलियनहरूबाट बचाउनको लागि बनाउने सोचेका हुन्छन्। तर क्याप्टन अमेरिकाले के भन्छ भन्दा त्यो गर्न मान्दैन र हामी पछि जसरी भए पनि उनीहरूलाई लडेर बचाउँछौँ भन्ने थियो। के क्याप्टन अमेरिकाको दिमागमा यदि यो सिल्ड बनाइयो भने एभेन्जर्सहरू मान्छेको अगाडि हिरो हुँदैनन् भन्ने डर थियो? यो कुराले के प्रश्न गर्छ भन्दा के क्याप्टन अमेरिका साँच्चै नै सेल्फलेस थियो कि सेल्फ अब्सेस्ड थियो भनेर। फेरि टोनी स्टार्कको क्यारेक्टरलाई हेर्दा एभेन्जर्स इन्ड गेममा उसले थ्यानोसहरूबाट एभेन्जर्सलाई बचाउन र जिताउनको लागि स्न्याप गर्छ र आफ्नो लाइफको बलिदान दिन्छ। के यो टोनी स्टार्कको क्यारेक्टरको महानता होइन त? सेम मुभीमा जब इन्फिनिटी स्टोन रिटर्न गर्ने बेला आउँछ तब क्याप्टन अमेरिका कुनै एउटा टाइम लाइनमा पेगी कार्टरसँग आफ्नो लाइफ स्पेन्ड गर्छन् र फर्किँदाखेरि बुढो भएर फर्किन्छन्। यो सिनले के देखाउँछ भन्दा उनले अब फ्युचरमा अर्थमा आउने थ्रेट्सहरूबाट अर्थलाई बचाउनको बारे नसोचेर उनले आफ्नो लभलाई चुज गर्छन्। के यो क्याप्टन अमेरिकाको क्यारेक्टरको सेल्फिसनेस होइन त? यो त मेरो ओपिनियन थियो र तपाईँहरूलाई क्याप्टन अमेरिका र आयरन म्यान मध्ये कुन क्यारेक्टर मनपर्छ? मार्भल फ्यान्स, assemble and let us know on the comment section, and also love you 3000.